परीक्षाको लागि आतुर हुनुभएका विद्यार्थी भाइ बहिनीहरू सबैलाई शुभकामना। सबैको परीक्षा आएको छ, विशेष गरी 10 कक्षाका भाइ बहिनीहरूको परीक्षा महत्त्वपूर्ण। तपाईले कतिवटा जाँच दिनुभयो याद छ तपाईलाई? 1 कक्षादेखि 30वटा जाँच दिइसक्नुभयो। अब यो 31औं जाँच हो। अनि 30वटा चाहिँ जगार तरेर आइसकेको मान्छे अब यो एउटा जगादेखि डराएर भयो त्यस कारणले डर हामीलाई कुनै किसिमको छैन। मैले 20 दिन अगाडिको अनुहार भाइ बहिनीहरूको हेरेका थिएँ, आजको पनि हेरेको छु। आज यस्तो ऊर्जाशील छ, सबै 101, कोही फेल हुनेवाला छैन, सबै पास हुनेवाला छन्। अनुहार हेर्दाखेरि त्यो अनुहारले बताउँछ। यस्तो यताको भाइ बहिनीहरू 9 कक्षासम्मका भाइ बहिनीहरूको पनि त्यस्तै अनुहार छ। त्यसकारणले परीक्षादेखि हामी बिल्कुल डराउने होइन, त्यसलाई त जितेर जाने हो। हामी जन्मिँदैखेरि हामीले करोडौँ शुक्रकिटहरूलाई जितेर एउटा शुक्रकिट बाको गर्भमा रहेको एउटा शुक्रकिट आमाको गर्भमा आएको, त्यहाँ हामीले सङ्घर्ष गरिसकेका छौँ। जन्मिँदाखेरि उस्तै सङ्घर्ष गर्दा 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 हामी आइपुगेका छौँ। मत डरो। अब म सबैलाई शुभकामना भन्न चाहन्छु। एक दिनमा कति घन्टा हुन्छ? कति मिनेट हुन्छ? एक दिनमा कति मिनेट हुन्छ? निकाले होइन। ओइ कसले भन्यो? 1440 यानी 1440 मिनेट हुन्छ। कति मिनेट हुन्छ? हो, त्यो मध्ये परीक्षाको समयमा 10 मिनेट आफ्नो लागि दिने। कसको लागि दिने? आफ्नो लागि दिने। बिहान उठ्ने, आफ्नो नियमित कर्म गर्ने। त्यसपछि परीक्षा अब लेख्न जान्छु है भनिसके पछाडि 5 मिनेटको एउटा प्राणायाम छ, त्यो प्राणायाम गर्ने। अनि त्यसपछि 5 मिनेट ध्यान गर्ने। बस त्यति गरेर तपाईँहरू परीक्षा लेख्न जानुहोस्। सब परीक्षाका प्रश्नहरू फेरि नआउने कुरै छैन, किनभने हामीले पढिसकेका छौँ। सर मिसरले पढाउनु भएको कुरा अघि बताइसक्नु भएको छ। भाइ बहिनीहरूले बहुत मिहिनेत गर्नुभएको छ, त्यसैले असफल हुने कुनै चान्सै छैन। ल उठ्नुहोस्, छिना उठ्नुहोस् त, उठ्नुहोस् सबै छिना। मुख बन्द, सबैले मुख बन्द गर्ने। मुख बन्द, नाकबाट मात्रै श्वास गर्ने। लामो र गहिरो श्वास फेर्ने। ठिक छ? नमस्कार। हो, यो नमस्कार प्राणायाम हेर्नुपर्छ। अब यो नमस्कार प्राणायामको लागि हात जोड्नु सबैले। छाती अगाडि राख्नुहोस्। छाती अगाडि हात राख्ने। हामी सास त हात राख्ने लिने कोसिस गर्दैन, आफै आइहाल्छ। खालि फाल्ने मात्रै कोसिस। कसरी फाल्छौँ भने नमस्कार गरेर छ नि, होला नसिकन एकदम उपयुक्त छ। सिक है। यो घुँडा छ नि, घुँडा हल्का खुम्च्याउने। आँखा चिम्लिनु, पहिला आँखा चिम्लिनु गर्नुहोस् त। आँखा चिम्लिनुहोस्, आँखा चिम्लिनुहोस्, नाच्नुहोस्। आफ्नो गति अनुसार, क्षमता अनुसार 5 मिनट यो गर्नुहोस् द्रुत गतिमा। हाम्रो दिमागमा अक्सिजन कम भयो भने हामीलाई थकाइ लाग्छ, आलस्य लाग्छ, अनि दिमागमा कुराहरू बिर्सिन्छन्, पढेका कुराहरू बिर्सिन्छन्।